ए भारीले नै ताल्दैछ अनि के गर्नु बिजोग छ बिजोग। नमस्ते एभ्रिवान, गुड मर्निङ। तपाईँहरूलाई फेरि पनि मेरो न्यू भ्लगमा हार्दिक स्वागत छ। आशा छ तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। र तपाईँहरू फर्स्ट अफ अल मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला, ताकि तपाईँहरूलाई म यस्तै गाउँघरको अर्ग्यानिक विडियोहरू लिएर आउने गर्दछु। र आजको दिन चाहिँ म के गर्दैछु भनेर भन्दाखेरि चाहिँ यहाँनिर आलु रोप्नको लागि खन्नको लागि म यहाँ तयारी भइसकेको छु। यहाँ म चाहिँ एक्लै छु अनि र यहाँनिर देख्न सक्नुहुन्छ यहाँ चाहिँ हिजो भर्खर भिजाएर यहाँनिर तयारी गरिरहेछ। यहाँ चाहिँ थोरै अनि आधी यहाँ परतिर रोपिरहेछन् अनि यहाँनिर आधी छ। अनि यसको छेउमै हेर्न सक्नुहुन्छ यहाँ लसुनहरू, यहाँ सोपहरू अनि चट्ट लाएर यहाँनिर सुँगुरको मासुसँग खाने साग छ। अनि त्यहाँनिर रायो सागहरू, सोपहरू छ, यहाँ हेर्न सक्नुहुन्छ है। यहाँ चाहिँ हाम्रो सब्जी बारी हो अनि यहीँनिर चाहिँ हामीले आलु रोप्न लागिरहेछौँ अहिले चाहिँ। यहाँनिर छ यता यो बकुला भन्छ, यहाँनिर बकुला छ। अनि यता पनि यहाँ पुरा सिमीहरू थियो, यहाँ सिमीहरू चाहिँ खाली गरेर चाहिँ यहाँनिर भिजाएर यहाँ रेडी गरेका छौँ। अनि यहाँ देख्न सक्नुहुन्छ सुन्तलाको बिरुवाहरू पनि मजाको भइरहेछ। अनि यहाँ पनि एकदमै राम्रो भइरहेछ सुन्तलाको बिरुवाहरू चाहिँ यता देख्न सक्नुहुन्छ है। अनि यहाँनिर छ हाम्रो भोगटेको बिरुवा, यहाँ आल्साको बिरुवा, 2 बोट अम्बकको पनि यसपालिदेखि फल्न थालेको छ यहाँनिर। यहाँ छ अम्बकको चाहिँ। अनि यो चाहिँ लगभग यो सुन्तला फल्न थालेको चाहिँ 2 साल जति भइसक्यो। यो एकदमै मजाले फल्न थालिरहेछ है। अनि यता फल्न सुरुवात भइसकेको, अब फल्नको लागि तयारी भइसकेको बिरुवाहरू भइसकेको छ अब। अनि यसलाई पनि अब मल लगाउने बेला छ। अनि यहाँनिर कोदो कुट्नको लागि चाहिँ यहाँ खला चाहिँ लिपेर तयारी बनाइरहेछौँ। अनि यहाँ देख्न सक्नुहुन्छ सुन्तलाहरू हल्का फलिरहेछ यहाँ, तर चाहिँ यहाँ सबै सकिसकेको अवस्था छ खाएर नै। अनि र यहाँनिर देख्न सक्नुहुन्छ मटलटरम्मै फलिरहेछ यता चाहिँ। अनि यतातिरै सबै यो बिरुवा छ यहाँ चाहिँ यतातिर। अनि यता पर्तिर पनि छ, यता पर्तिर पनि छ सुन्तला। अनि यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ करेलाको यो चाहिँ सबै लडेर यस्तो यहाँ खतम भइरहेछ। अनि यता सयपत्री फुलहरू उब्रिरहेको छु लटरम्मा, सयपत्री पनि फुलिरहेछ, ढकमक्क फुलिरहेको थियो, अहिले त सबै लाएर यस्तो छ। अनि र म चाहिँ अब यहाँनिर आलुको लागि यहाँनिर खन्न लागिरहेको छु यहाँनिर है। पुरै तयारी छ। यहाँनिर चाहिँ मैले मल लगाउनको लागि तयारी गरिरहेको छु यहाँ पनि सुन्तलालाई। अनि यहाँ पनि अब टक्क लाएर मल लगाउनको लागि तयारी सबै। अब बिरुवाहरूमा चाहिँ मल पनि लगाउनु पर्ने हुन्छ ल। यस्तो छ यहाँ चाहिँ वरिपरि, बारीको वरिपरि। अब म चाहिँ यहाँनिर खन्न सुरु गर्छु है त। ल है हजुरहरू, म चाहिँ यहाँ खन्नको लागि तयारी, कोदालो बोकेर अब यहाँ खन्नुपर्ने हुन्छ। यहाँ म चाहिँ खनिरहेको छु अहिले। अनि यहाँ यस्तो खन्दै यहाँ यति खनिसकेँ मैले। अनि यहाँ खन्दै मैले यहाँनिर सुन्तलातिर पानी लगाइरहेको छु यहाँनिर है। यहाँ सुन्तलातिर पानी लगाउँदै खनिरहेको छु। त्यसपछि यहाँ एकछिनबाट यहाँ पनि खन्नुपर्ने हुन्छ मल लगाउनको लागि। यसो पानी लगाउँदै खन्दै डबल काम गरिरहेको छु मैले।
मेरो सागसब्जीमा पनि घरिघरि लगाइरहेको छु मैले पनि सुन्तला टिपेको छु यो सुन्तला अब खाएर एकदमै गर्मीको खन्दा खन्दा अनि त्यही भएर अब सुन्तला खाएर फेरि खन्न सुरु गर्छु अनि अब टक्कसँगले यति सुन्तला खाइन्छ अनि फ्रेस भइन्छ अनि त्यसपछि फेरि आफ्नै कामलाई निरन्तरता दिन्छु है सुन्तला के गर्नु हजुरहरू गाउँघरमा यस्तै हो काम गरे कहिले काम सकिँदैन अहिले कामहरू चाहिँ कोदो टिप्ने अब हल्का हल्का बाँकी छ अलिअलि अनि त्यसपछि अरू त अब खासै सकिँदै आयो भनौँ अनि अब यो पछि अब आलु रोप्ने गहुँ छर्ने त्यस्तै काम त भइ नै रहन्छ गाउँघरमा कहिले सकिँदैन टेस्टी छ चकिलो छ एकदम सुन्तला चाहिँ फ्रेस सुन्तला अहिले भर्खरै बुधबार टिपेको सुन्तला पनि खाइसक्यो अब पसिना पनि सेलायो अब फेरि ज्याम खन्ने हो अब लगभग आधीभन्दा अलिक बढी भयो अब आधी घन्टा जतिमा त सक्छु पनि होला ल फाइनली अब बल्ल सकियो यहाँनिर यति सक्यो यहाँनिर है अब चाहिँ ढुक्क अब यहाँ मल बोक्नुपर्ने हुन्छ अनि यहाँ पर सुन्तलालाई पनि यहाँनिर खनिसक्यो मल लगाउनको लागि तयारी यहाँनिर यता यहाँ जुनीले माएर मलाई थोरै हेल्प गरेको अलिकति बाँकी थियो नि सिकाएर खाना अब खाजा नबनाउने नि खाजा बनाउने खाजा बनाउनु म मल बोक्छु नि तपाईले त खानुभयो दुईजनै बनाएर दुईजनै बोक्ने ल अब चाहिँ हामी खाजा खान्छौँ अनि खाजा खाएर चाहिँ यहाँनिर टक्कसँगले मल बोक्नुपर्ने हुन्छ 10-12 भारी जति मल चाहिँ यहाँ नजिकै छ सुँगुरको अनि अलिअलि यसो भिजाउँदै यहाँनिर यता सुन्तलाको फेदहरू खन्छु आजको दिनभरिको काम यस्तै अनि आलु हाम्रो कहिले रोपिन्छ जुन भोलि बिहान अनि भोलि बिहानतिर टक्कसँगले आलु रोप्छौँ मल चाहिँ यहाँनिर छ है यहाँ मल चाहिँ यतै हो है मल टक्कसँगले यतैको बोक्नुपर्ने हुन्छ सुन्तला चाहिँ यो मटरममा फलेको छ यो झर हौ मटरममा फलेको छ है सुन्तला चाहिँ यहाँको तिम्रो अनि यहाँ खोर्सानीहरू पनि एकदमै फलिरहेछ है हल्का हल्का अनि यता भित्रै ग्याउरे उखु पनि छ अनि यहाँ तलतिर कटहर पनि छ भुइँकटहर पाइनएप्पल यस्तै छ हजुरहरू हाम्रो घर छेउछाउको वातावरण चाहिँ अनि र यहाँनिर अस्ति हामीले रोपेको चाहिँ आलु चाहिँ यता छ है त यता परतिर छ आलु चाहिँ आलु रोपेको अब हामी खाजा खान्छौँ अनि त्यसपछि टक्कसँगले मल बोक्छौँ अनि यताबाट सुन्तलालाई मल लगाउँछौँ अब चाहिँ हामीले खाजा पनि खाइसक्यो खाजा खाइसकेर अब टक्कसँगले यहाँ मल बोक्न तयारी दुईवटा डोकोमा दुईवटा डोकोमा बोक्ने होइन यहाँनिर अब टक्कसँगले मल बोक्नु पर्ने हुन्छ झ्याम 10-12 भारी जति सुन्तला पनि लगाइदिनुपर्छ क्या माटोमा पनि हाल्दैछ कि हो माटोमा नहाल न मल लगाऊ न जन्तै हल्का हुन्छ नि माटो हो यो मल त उसलाई पनि सुन्तला पनि लगाइदिनुपर्छ अहिले आफै मल बोक्ने भनेको होइन म गएँ ल खाजा बनाएर खानु म मल बोक्छु पो भने त खाजा मैले बनाइदिएँ ओइ माटो पो लगाइछु हुन्छ जुन चाहिँ देखि हुँदैन जानु रहेछ
ए भारीले नै ताल्नेछ अनि के गर्नु बिजोक छ बिजोक झन् खाछाएर डर हुन्छ भनेको त भयो यो त्यति लैजाउँ ल ल सकिन्छ नि जुनीले बोक्ने काम गरौँ त बोक्छ नि ए गरौँ भयो भने ए सुन्तला झर्छ है अनि जोगाएर कति बारी बोक्नुपर्छ पराको जति एरिया छ होला खोइ अटेन भने अब कताहरू पनि अट्छ होला ल ल फाइनली हामीले चाहिँ अब मल पनि बोकिसक्यो है टक्कसँग मल बोकिसक्यो यहाँनिर यति अनि यहाँनिर सुन्तलालाई मल पनि लगाइदियौँ यहाँनिर यति उमा पल्लोमा अनि यसमा लगाइदिउँ अनि यहाँ अब चाहिँ बाँकी छ अब यसलाई भोलि नै लगाउँछु भोलि पर्सितिर अब अनि अब आज यति अब यहाँ चाहिँ भोलितिर अब रोप्छु तपाईँहरूलाई भोलि पनि देखाउँछु है त भोलिको पनि यही भिडियो मार्फत देखाउँछु है त हेर्दै गर्नु होला अनि र लाइक गर्नुभएको छ भने लाइक गर्नु होला अनि के कस्तो लाग्छ कमेन्ट गर्नु होला ताकि तपाईँहरूलाई म कस्तो कस्तो भिडियोहरू चाहिँ तपाईँहरू हेर्न चाहनुहुन्छ अनि कमेन्ट चाहिँ गरिराख्नुहोस् अब तपाईँहरूलाई म यो भोलि रोपेको देखाउँछु है त हिजोको यहाँ ब्लग मैले चाहिँ जोड्न लागिरहेको छु अनि यहाँ जहिले भर्खर उठेर म खुन्दुको छैन अनि आलु रोप्नु यहाँ टाढी अनि जुन चाहिँ पर गइसकेको छ आलु छ मेरो उठाएको नै छ ल आलु लगेर म जाँदैछु मुखै नदै जाडो छ बिहान बेलुका अनि घाम पनि भर्खरै झुल्किँदैछ अनि यहाँ चाहिँ जुनीले मल लगाउन सुरु गरिसकेछ कहाँ राखौँ यो यहीँ राखौँ कहाँ राख्यो ए मल लगाउन सुरु जाडो हुँदैछ होइन यहाँ चाहिँ आलु यसरी रोपिन्छ यहाँनिर हाम्रोतिर चाहिँ अनि ठाउँ मल लगायो यो युरियामा अनि त्यसपछि यो गोबर मल लगाइन्छ अनि त्यसपछि गोबर मलमाथि त्यसपछि आलु लगाइन्छ है त यस्तो गर्ने त्यसपछि आलु ट्याक्क यसरी मल त उब्दैन इलो म चाहिँ राख्नु न फिर जग्गाहरू लगेर राख्यो के फिर लगेर राख हराउँछ है नालोले मात्रै यहाँ लसुनबारीहरू पनि भिजाउने भने एकछिन नालो नै छिटो फिर त कति बेला लसुनबारीमा हिजो एकछिन भिजाएको त होइन ल टक्कै भएर ऊ पर्छ यसो भिरेको छैन
ल हाम्रो चाहिँ यहाँनिर आलु पनि रोपिसकियो यहाँनिर। अनि यहाँनिर आलु अलिकति उब्रियो थोरै उब्रियो चाहिँ अब सब्जी खानुहुन्छ। अनि अब हामी चाहिँ यहाँनिर सुन्तलालाई चाहिँ मल लगाउनको लागि खन्न लागेको। यहाँनिर यतातिर फेद मलको लागि यहाँनिर यतातिर अब खन्नुपर्ने हुन्छ। टक्कसँगले मल लगाउने हो यहाँनिर। अनि त्यसपछि अब अहिले बिहानको काम चाहिँ यहाँ यति नै, आजलाई यति नै।